सबैलाई म सचिव विजय महतोको तर्फबाट आभार प्रकट गर्न चाहन्छु र अब पछि एउटा सानो पूर्ण सभाको देश र विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार साथीहरूलाई सर्वप्रथम हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। 1993 मे 3 तारिकका दिन संयुक्त राष्ट्र सङ्घले घोषणा गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएका विश्वभरका पत्रकारहरूले अहिले पनि पत्रकारहरू शान्तिपूर्ण भविष्य निर्माणका लागि जुट्नुपर्ने अवस्था आइरहेको छ। यो ज्यादै विश्वका सरकारहरूको पनि संकीर्णता हो भन्ने मलाई लाग्छ। जुन कुरा पत्रकारहरूले शान्तिपूर्ण भविष्यको निर्माण भनेर अहिले पनि लेख्नु परिरहेको छ, नारामा यो कुरो अङ्कित गर्नु परिरहेको छ। त्यो कुराले अझै पनि विश्वभरका नेपालको सरकार त निरङ्कुश छँदैछ, तथापि विश्वभरका सरकारहरू पनि पत्रकार प्रति नरम सोच र नरम भावनामा छैनन् भन्ने कुरा यो हाम्रो नाराले पनि प्रश्न पारिसकेको छ। नेपालको सन्दर्भमा भन्नुपर्दा 2/3 नजिकको सरकार जुन दम्मका साथ अगाडि बढिरहेछ, यो सरकार निरङ्कुश सरकार हो भनेर हामीले भन्न कुनै कन्जुसाइ गर्नु पर्दैन भन्ने मलाई लाग्छ। जसरी पत्रकारहरूको समृद्धिको धोका भनेर एउटा विज्ञापन नीतिलाई लिएर अगाडि बढिन्छ, त्यो विज्ञापन नीतिको पाइपलाइन खिचेर पत्रकारहरूलाई मिडिया हाउसबाट वञ्चित गराउने जुन किसिमको रणनीति सरकारले लिएको छ, यो रणनीति स्वाभाविक रूपमा असहिष्णु छ। यो सरकार पत्रकारहरूप्रति आफ्ना गल्ती कमजोरीलाई लुकाउनका लागि पत्रकारहरूले जुन समाचार लिएर आउँछन्, खोजमूलक समाचार लिएर आउँछन्, त्यो खोजमूलक समाचारको पाठ पनि बन्द गरेर ऊ सञ्जाल मिडिया अथवा सूचना दिने मात्रै, त्यो पनि सामाजिक नेपालको पत्रकारले भनिसक्नुभयो। सरकारी कदम, सरकारी निर्देशन, सरकारी रवैयाको विरुद्धमा आन्दोलनमा उत्रिएको अवस्था छ। तर पनि सरकारले पत्रकारका आवाजहरूलाई ठिक ढङ्गले सम्बोधन गरिरहेको हामीलाई आवाज। यसका विरुद्ध नेपाल पत्रकार महासङ्घले अझ सशक्त आन्दोलन गर्दै जाने प्रतिबद्धताको केन्द्रीय सचिव जुनबाट भएको छ। हामी सबैको साझा धारणा त्यही नै हो। मलाई लाग्छ राजनीतिक दलहरू, राजनीतिक शक्ति सङ्गठनहरू जबसम्म सत्ता बाहिर रहन्छ उनीहरूलाई मिडियाको आवश्यकता पर्छ र प्रेस स्वतन्त्रताका चर्का कुराहरू गर्छन्। जब सत्तामा पुग्छन् उनीहरूको स्वेच्छाचारितामा लगाम लगाउने काम मिडियाले नै गर्ने भयो। कुन तरिकाले मिडियालाई दबाउन सकिन्छ, मिडियालाई नियन्त्रण गर्न सकिन्छ भन्ने मनसाय उनीहरूका कदमहरूमा देखिने गरेको छ। यसपालिको सरकार राजनीतिक परिवर्तन, जनताको अधिकारका लागि भएको आन्दोलन कस्तो हुनुपर्छ लोकतन्त्रलाई सत्ता गर्ने भन्ने सन्दर्भमा सम्भवतः त्यो ज्ञानको कमीले अहिलेको सरकार कसरी मिडियालाई बढीभन्दा बढी नियन्त्रण गर्न सकिन्छ भन्ने मनसायबाट प्रकट भएको आवाज भएको। यसका विरुद्धमा सिङ्गो पत्रकारमा सम्पूर्ण सञ्चारकर्मी साथीहरू अहिले आन्दोलनमा रहेको अवस्था छ। प्रेस स्वतन्त्रता दिवस विश्व प्रेस स्वतन्त्रता ऐना हो र यही ऐनालाई राज्यले फोहोर गर्ने काम गर्छ। जुन अहिले नेपाल सरकारले नयाँ नीतिहरू छ, जुन हामीहरूले पाउनुपर्ने सरकारबाट एउटा सब्सिडीको रूपमा विज्ञापनहरू, त्यो रोकेर कहीँ न कहीँ पत्रकारहरूलाई सर्भाइभ गर्न र उनीहरूलाई निष्पक्ष, भयरहित, डररहित, लोभरहित तरिकाले काम गर्न कहीँ न कहीँ यसले रोक्छ जस्तो मैले ठानेको छु। त्यसैले अहिले हाम्रो जो प्रभात फेरी र पत्रकार आज एउटा प्रभात फेरी गर्दाखेरि जुन केन्द्रले आन्दोलनको घोषणा गरेका छ, महासङ्घलाई हामीले सबैले र हाम्रो सङ्गठनले पनि एकबद्धता जनाउँदै नेपाल सरकारले कहीँ न कहीँ यी क्रियाकलापहरू रोक्नुपर्ने माग गर्दछु र आफ्नो धारणा यही राख्दै यो सब भइसक्यो। हामीले यो पत्रकार आबद्ध सङ्घ संस्थाहरूले आजको दिनलाई मनाउँदै आयो।
र यी समय अवधिमा कति सरकार आएर गए। सरकारको नेचर तानाशाही नै हुन्छ। जब दल सरकारमा हुँदैनन् ती प्रेस स्वतन्त्रताका कुरा गर्छन्, तर तिनै दल जब सरकारमा जान्छन् यही प्रेसलाई निमुट्ने काम गर्छन्। कारण के हो भने उनले गरेको गल्तीलाई मिडियाले नौल्याइदेओस् भनेर उनलाई डर हुन्छ र त्यो डरले नै पत्रकारितामाथि हमला गर्नुहुन्छ। र यो कुरो विगतमा पनि हामी हेरेका छौँ र यो वर्तमान सरकार 2/3 शक्तिशाली सरकारलाई भ्रम नहोस् कि यसले पत्रकारितालाई निमुट दिन सक्छ। यस्ता सरकार कति आएर कति गए, आउने पनि छन्। पत्रकारिता रहिरहन्छ। नागरिकलाई सुसूचित गर्ने अधिकार यो मुलुकमा रहिरहन्छ जबसम्म यो संविधान रहन्छ। यो संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको। यही कुरालाई राख्दै म अब मन्तव्यको क्रमलाई पुनः अगाडि बढाउन चाहन्छु। अब म मुस्लिम पत्रकार सङ्घका पनि अध्यक्ष हुनुहुन्छ हामी बिचमा मनसुर खानजीलाई, उहाँलाई पनि आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध। मन्तव्यलाई साथीहरू के सानोभन्दा सानो राखौँ। अब किन गर्नु पर्यो यसै क्रममा एकजनालाई पत्रकार भाइहरूलाई नमस्कार, सबै साथीहरूलाई नमस्कार। एकदमै छोटो राख्नु मैले। अहिलेको अवस्था के हो भने कुनै पनि कुरा एउटा संरचना अथवा एउटा कुराहरू भत्काएर अर्को बनाउँदाखेरि सबभन्दा मारमा हामी पत्रकार पर्छौँ अथवा निमुखा अथवा जो चाहिँ अरूको सहारा छैन त्यो चाहिँ मारमा पर्छ। अहिले हाम्रो यो सरकार सुप्रभात, नमस्कार भन्न चाहन्छु। आज हामी विश्व स्वतन्त्रता विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभात फेरी निकाल्यौँ। प्रभात फेरी सम्पन्न गरेर हामी पूर्ण सभामा छौँ। यस क्रममै हामी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदा प्रेसमाथि चौतर्फी वार भएको मैले महसुस गरेको छु। अब राज्यबाट पनि हामीमाथि वार भएको छ, प्रहार भएको छ। एउटा अब भनौँ नै अब एउटा घुमाएर एउटा अर्कै रूपले प्रेसलाई निषेध गर्न खोजिएको छ, जुन सन्दर्भमा मैले यसै अवसरमा जोड्न चाहेँ। त्यही हामी सम्पूर्ण पत्रकार साथीहरू, सबै सङ्गठनका अग्रजदायहरू सबैलाई अतिथिको रूपमा एकमुष्ट आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। र साथसाथै विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित यस पूर्ण सभामा आफ्नो शुभकामना मन्तव्य राख। हामी विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा छौँ। सर्वप्रथम हामी जति पनि पत्रकारहरू उपस्थित छौँ, म लगायत सबैजनालाई धेरै धेरै यो विश्व प्रेस स्वतन्त्रताको दिवसमा हामी म शुभकामना दिन चाहन्छु हाम्रो सङ्गठन र मेरो व्यक्तिगत तर्फबाट पनि। र यो आजको नारा पनि रहेको छ हाम्रो शान्तिपूर्ण भविष्यको निर्माण, मानव अधिकार विकास र सुरक्षाका लागि स्वतन्त्र प्रेस स्वतन्त्रताको प्रवर्धन भन्ने नाराको साथमा हामी यो विश्व प्रेस स्वतन्त्रता दिवस मनाइरहँदाखेरि चाहिँ प्रेस नेपालमा सुरुदेखि नै स्थापना कालदेखि नै पत्रकार महासङ्घको स्थापना कालदेखि